तेरे कहाँ से निकल यार बोला भाइ न त आसी सो हेलो एभ्रीवनको ब्याक टु माई च्यानल आयो तपाईँ सबै सन्चै हुन्छ म सोच्दै छु आजको न्यू डेनमुलाई स्वागत छ। आज हामी चट्ट परीक्षा एउटा परीक्षा बाँकी छ हाम्रो धनगढी त्यसैले अब परीक्षा हुनाले हामीले भ्लग चाहिँ बनाएन हैन अब हैन अब ठ्याक्कै परीक्षा सकिसकेछ चट्ट अब भोलि अब एक दिन ग्याप होला भ्लगको हैन त्यसरी चाहिँ 2 दिनमा एक भ्लग त आउँछ एउटा कन्टेन्ट पनि हुँदैन चट्ट आज केटाहरु यहाँ अब हामी सर्ट भिडियो बनाउन छौं चट्ट सर्ट भिडियो बनाएर फेसबुकमा टिकटकमा आउँछ युट्युबमा बिस्तारै आउँछ हैन युट्युबमा मलाई माया देखाइदिनु होला र टिकटक र फेसबुकमा चाहिँ हाम्रो अब कमेडी भिडियोहरु छन् कमेडी भिडियोमा सबैले माया देखाइदिनु होला हैन अब यस्तै हो अब सर्ट भिडियो हामी सुटिङ गर्न जाँदै छौं के कस्तो कन्टेन्ट यहाँ सोचिराछन् हेर्नुस् पुरै प्लान हुँदैछ के यहाँ चट्ट हामी चाहिँ अब नदी किनारमा जाँदैछौँ के भयो यहाँ त धेरै किसिमको परिकारका पलायनहरू बनाउँछौँ र अब म यति भन्नमा यति भन्दैमा बिदा चाहन्छु दोस्त भन्न चल हामी अल्छ ठ्याक्क ओह्रालोमा गइरहेछौँ रोक न तिमी अरे रोक यस हो त गडा अब कस्तो के हुन्छ हेरौँ ल यहाँ अब भिडियो सुट हुँदैछ गडा है त्यहाँ गएर ल त्यहाँ सुट गर गरम सुट गरम गडा त्यहाँ नबोल है कोही नबोल है नै रिसुर चुरु हुने हो त थाहा दे अहिले 1 क्लिप दाइ यहाँदेखि लिँदै तबन ए तबन नि को बन्यो ए भाइ तले मलाई चिन्यान होला तँलाई यहीँ गार्दिन्छु विचार गरी भन् आज सुरुवात ठोक्यो अनि ठ्याक्कै त्यसले भन्नु के ठोकिएर भनिहाल ए भाइ मलाई चिन्यान ओल्ले ठाउँको ठाउँमा गार्दिन्छु भाइ केटाहरु बोलाऊ भाइ को त भाइ म तँलाई चिन्दैन को भाइ त यो ठाउँको ठाउँ गार्दिन्छु केटाहरुलाई बोलाऊ तेरो कहाँ छ नि केटाहरु बोला भाइ न त आ सिंगल खेल भन् यहाँदेखि इको आधा क्रममा ले यसरी आधा क्रममा इकोले आधा तिकोले आधा क्रममा इकोले हो यसोले कता कहाँ गाड्छ त गाडी देखेन तेरो शरीर हेरेर पहिला भाइ अनि दाइसँग जोस्यो भन्न आफ्नो दुनियाँमा 1 2 3 गो कहाँ गाड्छस् भाइ तेरो शरीर न भाइ शरीर देखेर गाडी भन्न कुरा गर्न भाइ तेरो केटाहरुको त बोला न भाइ यार ल यो भयो अब यहाँ सिंगल नत्र आ सिंगल भन् सुरु भन् चुरु नै यही भन्यो आधा इकोले का ए रुक्नु सिधा न सुरु भाइ ल बस ए भाइ सिंगल खेल्ने नि हो त्यही भन् खेल्छु नि खेलाहरु बोल काय लागे नहीं हुँदै नहीं सिधा लडिहाल्यो के गुरुमण्डै हालिन यहाँ हो त्यसरी लडिरहेको मुक्की सुक्की आना बताएन न बन्द गर्दै अब अन्नु आया बुस्ट्या छुट्याउन ए इन्डिया आउन नै एक क्रममा बजे यहाँ नदीमा जाने आज यो पनि आउने आज यो आउने यो पनि खाने थप्पड ए भाइ मेरो भाइले के गर्छ 1 2 3 गो ए भाइ मेरो भाइले कुछ ल रोक यो साथै रियलमा लड्दा छन् केटा हो इन्डोमा लड्दा हेलो गाइस के भयो कसरी आको भन्ने यहाँ पनि मार ओइ तिमी कसरी आको जसरी तिमी आयो म त्यसरी जसरी तिमी आएको त्यसरी नै म पनि आएको यार ओ सेम टु सेम
यस हेलो गाइस मुर्ता अग्दा आउने भन्ने मती मटुङ्गा हान्दिनु ऐसे पट्टु मात्र खोले भित्र गजाउनु खोले उता गएको त कच्चा नै लाग्यो झाडेनु गई है पैसा अनि त आएर कन्टेन्ट म ए दोस्त हेर निचान आएर पनि यहाँ नत्र नत्र यसो एक पानीको बोतल भर्रे अब जान्छ रे पानीको बोतल राख्या हुन्छ फेरि आम पानीको बोतल त्यहाँ छ त्यहाँ उदे थामा दे पानी फाल्दिने भन्छ नै नै ऊ बनाएको एकचोटि उसले दुईजना यहाँ बस्यो न एक डिल्ला हुन्छ दुई डिल्ला लास्ट चढाइन्छ त गु उछाटे त्यसको मुखमा जान्छ दुगा लागि त्यो यहाँ गुल छ त्यो पल्टाइदियो पनि भइगयो बत्ताले पल्टाइदियो भइगयो फेरि अर्को सुट हुँदैछ दोस्त यार यहाँ दोस्त यार हामी यहाँ रुको न दोस्त एक बार जिन्दगीमा के न अगाडि बढ्नु छ भने गलतको संगत नगर भन्ने अब गास लाग्दै होला त हगो भने दोस्त यार म बाथरुम गइरा छु है मलाई बाथरुम लाग्यो नै दोस्या निक्ले हन लाग्यो भन्नु ताई दोस्त मलाई लास्ट हगन लागिरा छ म हगेर हुन्छ हामी यसरी थपडाए जामा त यस्तै गर्छ बोले नाना सधैँ सधैँ जहिले पनि बस्ने बेला हगनै लाग्छ भने त्यो भने ओ यार दोस्त यार म अब वहाँ होटल जान्छु हो भनेर होला त्यहाँ हो अरे यार एकैजना भने एकैजना तिम्रो ओ यार मलाई त हगन लाग्यो भने नै अन्य तिमीले यार मलाई त होटल लाग्यो गएको नै ढाको जानु भनेको त भने ओ मलाई हगन लाग्यो यार भनी म त हन गएको बाथरुमै छैन यार त भन्ने यो के भन्ने हाम्रो यार यत्रो जंगल छ यार भन्ने यहाँ कहाँ सर सोचेको छ यार तिमीले भन्न जंगल छ भन्ने नै तके भने के यार ओ दोस्त यार मलाई त होटल लागेको हगन लाग्यो भने अनि लाग्यो अनि यो छ भन्ने गाउँले स्टार ये अनि यो के भने दोस्त यार यत्रो अर्गानिक भन्न अर्गानिक नै लवन ओ दोस्त यार मलाई त होटल लाग्यो यहाँ त रुक बात ल बन्द त भने उता हेर बन्द उता हेर दोस्त यार तिमी के गर्दैछौ यहाँ यहाँ त बाथरुमै छैन यार कहाँ जाने हो यार भन्न यत्रो जङ्गल हुने झाडी हुँदा हुँदै म भन्नु के भने अरे यार दोस्त हाम्रो यत्रो त जंगल छ अर्गानी यार भन्ने ल यार हाम्रो यत्रो ठुलो जङ्गल छ यार जहाँ गए पनि भइहाल्छ त पर कति हुँदैछ केटा हो लाइक शेयर सब्सक्राइब केटा हो फास्ट एकदमै ठ्याप्पै हो 500 पुग्नु पर्यो सब्सक्राइब 500 पुग्नु पर्यो ठ्याप्पै ल दोस्त जाऊ यार राम्रो पानी भर भरस भइसक्यो हिट लागि हिटै है उता इले त तामेने पानी भर्यो त नै थिका भरिहाल्यो पानी भर्दैन के भन्दै भन्छ इस्किले उति यस्तै गयो है भइहाल्यो झाडी म भएर ला अब यहाँ जङ्गलमा बस्छ है यहाँनिर नै कोही नआउने उतादेखि पछि अब म ल्याएर च्यान्ट खोली मात्र भन्छ चड्डी उडा त ला हो त नम्मा खोली हल्का खोली के हल्लो सकाल दाँत जामलो यता त बनाउने के यहाँ जङ्गलमा अब तिमी देखि कि आज मान्छे चुगन सपन जामलो निके भड्यो मुरा यसलाई चाहिँ पट्टु खोले नम्मा ए भाइरल यस गुरु कटमती का भाइ तिमीहरुलाई म्याच दिएको लगा र सामान कडा हो सामान त्यो चाहिँ अब तपाईँको लागि म तपाईँलाई हल्का भोइस राम्रो आओस् होइन भनेर मैले माइक स्याक स्ट्यान्ड किनेको छु टिकटक सिकटक बनाउनलाई होइन त्यही हजुर राख्नुपर्छ राम्रोसँग सम्हालेर माइक चाहिँ अब यहाँ म बोलिरहेको छु कस्तो छ भोइस आइरह कमेन्ट
कमेन्ट खुल्ला छ तपाईँकै लागि हो त्यो कमेन्ट त्यो सब्सक्राइब बटन थिएँ त च्याट्ट दाबिहाल्ने क्या त्यसलाई हो अब दाइ डे पानीमै र भिडियो राम्रो बनाउनु पऱ्यो केटा है न्यू ब्लगर चुप नाना नाना नमिलो क्या ठुल्ठुला बराबर ब्लगर म्यान वान ब्लगर 2 ब्लगर अब यो भी बिस्तारै बिस्तारै मसँग सामेल हुँदैछ भ्लग बनाउने हो भने है यसलाई पनि सपोर्ट दिनुपर्छ मेरो सब्सक्राइबरहरू यता पनि सब्सक्राइब गरिदिनु होला है 215 भए पनि बिस्तारै बिस्तारै 2 लाख बनाउनु पर्छ नेपाली बाबु हाम्रो ओइ नेपाली बाबु अरे टिकटकको नाम हामी 215 सब्सक्राइबर छ भने चाहिँ मेरो युट्युब च्यानलमा हामीले मैले मिहिनेत गर्दा गर्दा तपाईहरुले अब हामी मिलेर के 2 लाख बनाउनु पर्छ के बिस्तारै बिस्तारै त्यो 2 लाख त अझै कहाँ भने के त पुगायो हैन 500 त पुगाउनु पहिला अनि कोही गयो त्यो मेरो कन्टेन्ट बनिहाल्यो यिनीहरूको कन्टेन्ट बनिहाल्यो मलाई मतलब हैन तपाईहरुको लागि मैले कन्टेन्ट बनाइसके के हो इन्डिया बिस्तारै बिस्तारै झुङ्गेवालो एकदम हकिन्थे मैले भने बनाउला नि जुङ्गेवाला भनिरहेछन् जो तपाईँले सबैभन्दा माया गरेको भिडियो भ्लग भन्दा ये म पनि अब भ्लग के डान्जर ला म पनि खोल्छु कहिलेसम्म खोल्ने म युट्युब च्यानल म तँलाई आजै खोलिदिन्छु युट्युब च्यानल तेरो अहिले खोल्छु अनि कन्टेन्ट चाहिँ दुईटै मिलेर कहाँ खोज्नु पर्छ यो खोज्न हामी जान्छौँ हो यो पनि तेरो देखाउनु पर्छ तेरो बुवा पनि हेर्दा त भाइ होइन भाइरल भयो भने त्यति भाइरल कहाँ छ ल म भाइरल भनिदियो भने कति बिस पुरानो गोस्तहरू बिस्तारै बिस्तारै 100 300 300बाट माथि जान्छ 100 पहिला मेरो फर्स्टमा पुग्थ्यो 50 बाट 70 बढ्दा गर्दा आजकल 100बाट सिधा 300 पुग्यो कोचेर जुङ्गेमा आजकल पनि पुगिरहेछ माथि माथि बिस्तारै के मेरो स्टार्टिङ 150 15 यस्तो भ्युजबाट भयो के तपाईँको माया सपोर्टले चाहिँ अहिले म चट्ट पाएर मैले 200-300 भ्युजमा पुगिरहेको छु सब्सक्राइबर 200-300 भइसक्यो होइन बिस्तारै बढ्छ सुटिङ भइरहेछ त्यहाँ जुम गरेर देख मात्र यो जुम गरौँ न 2x मा बक्सिङ हो हात थाकिसक्यो यार तपाईँहरूको लागि तपाईँको यो 1 सब्सक्राइब बटन यस्तो दाब्नुमा हात थाकिन्न त केटा हो त्यो त हो भिडियो बिग्रियो केटा भिडियो चालु गरेन नदियो भाल्दियो मान्छेलाई ए टक्ला देखिरहेको छ यार तपाईँ हाँस्दै हुनुहुन्छ नि मलाई लाग्छ यस्तो लगाउनु पऱ्यो होइन क्या होइन अब यस्तो लगाउनु पऱ्यो यो यहाँ यो कालोवाला कलिरहेको नि यसलाई म एक थप्पड हान्छु के गर्नेहरू चाहिँ खै अब यस्तो गर क्यामेरामैन जल्दी फोकस करो का देखा सब्सक्राइब गर भन्न यार सब्स्क्राइब गरिदिनु यार ओ यो पनि भ्लग बनाउँछ बिस्तारै अब यो पनि भ्लग बनाउँछ ए बिस्तारै यो बेली गाउँको केटाहरू सबै भ्लग गर सुरुवात मेरो कन्टेन्ट भयो के सुटिङ गरेर सक्यो केटाहरू सब यहाँ
यहाँ आइसकेँ आलुमा मेरोभन्दा अगाडि आइसक्यो यार मेरोभन्दा अगाडि आइसकेर यहाँ किम्मु खाइरहन् केटाहरू होइन यहाँ चुर्दैन कहिले बताइदियो यहाँ कुन किन आउँदैन को आउनु छैन ए बच्चा आज लफडा हुने भन्दा थिएँ मा जाउँ भने के गयो कहाँ केटाहरू लफडा हुने आउनु है ह्यामर बोकेर आउँछ फेरि ल केटा आजको भिडियो नै यति छ सब्सक्राइब गरिदिनु होला आजको लागि यति नै थ्याङ्क यू सो मच मेरो भिडियो वाच गरिदिएकोमा थ्याङ्क यू सो मच